आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। छिट्टै द्वन्द्व समाधान गर्नुहोस्। दोस्रो भाग। जयमसी। आज बिहीबार जुन 26 तारिक असार 12 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 12 अध्यायको 14 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, सबै मानिसहरूसँग शान्तिमा बस्ने प्रयत्न गर। द्वन्द्व समाधान गर्न यी काम गर्नुहोस्। पहिलो, व्यक्तिको व्यवहारमा ध्यान दिनुहोस् र उनीहरूको चरित्रको बारेमा टिप्पणीहरूबाट टाढै रहनुहोस्। म विश्वास गर्न सक्दिनँ कि तपाईँ यति चियो चर्चो गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्नुभन्दा तपाईँले मेरो चिठी खोल्नु अस्वीकार्य थियो भन्नु बेस हुन्छ। दोस्रो, आफ्नो औचित्य साबित गर्नुको सट्टा अर्को व्यक्तिको व्यवहार बुझ्ने प्रयास गर्नुहोस्। यसको लागि सक्रिय भएर सुन्न आवश्यक हुनेछ। यसरी सुन्नुले अर्को व्यक्तिको भावनालाई कदर गर्छ र उनीहरूलाई तपाईँको कुरा सुन्न प्रेरणा प्रदान गर्दछ। थाकेकोलाई सम्हाल्ने वचन जान्न सकुन् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइएको बोली दिनुभएको छ। उहाँले मलाई बिहानै पिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ। परमप्रभु परमेश्वरले मेरो कान खोलिदिनु भएको छ। यो कुरा तपाईँले यशायाको पुस्तक 50 अध्यायको 4 र 5 पदमा हेर्न सक्नुहुन्छ। तेस्रो, एक पटकमा एउटा समस्या समाधान गर्नुहोस्। तपाईहरू बीच असम्बन्धित मामिलाहरूमा संवादलाई नमिसाउनुहोस्। तिनीहरूका बारेमा पछि छलफल गर्नुहोस्। चौथो, त्यस्तै परिस्थिति फेरि उत्पन्न भएमा भविष्यमा त्यससँग कसरी व्यवहार गर्ने भन्ने बारे सहमत हुनुहोस्। द्वन्द्व तनावपूर्ण हुन्छ, यसकारण यसलाई रोक्नुमै तपाईँको हित छ। तपाईँले द्वन्द्वहरू पूर्ण रूपमा हटाउन सक्नुहुन्न, किनभने भिन्न हुर्काई सञ्चार गर्ने तरिका र इच्छाहरूका साथ प्रत्येक व्यक्ति अद्वितीय छ। तर तपाईँले समस्याहरूको सामना गर्न सक्नुहुन्छ, तिनीहरूलाई समाधान गर्न सक्नुहुन्छ र त्यसको परिणाम स्वरूप परिपक्व बन्न सक्नुहुन्छ। दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। यो त शिरमा लगाइएको मूल्यवान तेल जस्तो हुन्छ, जो हारूनको दारीसम्म बगिआउँछ, जो तिनका पोसाकको कठालोसम्मै बगेर जान्छ। त्यो हेर्मोन डाँडाको शीत सियोन पर्वतमा परे जस्तै हुन्छ, किनकि त्यहाँ परमप्रभुले सदाकाल जीवनको आशिष खनाउनुहुन्छ। यो कुरा तपाईँले भजन सङ्ग्रह 133 को 1 देखि 3 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ शान्ति पाउन र परमेश्वरको आशिषमा जिउन चाहनुहुन्छ भने मेलमिलाप स्थापना गर्न काम गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।